गुड मर्निङ। हामी चाहिँ बिहानको मर्निङ वक जाँदैछौँ है बिहानै हो। घरमा बस्यो भने जिउ जिम्लेर आधा कल्चो भइरहेको क्या, ज्वरो आउँला जस्तो नि, आउँला जस्तो के मुरु 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 भइरहेको कि। अब चाहिँ म ज्वरो भगाउने काम गऱ्यो भने चाहिँ ला ज्वरो सोरो सबै भाग्छ हौ साथीहरू। बारी जाँदैछौँ घाँसमा, एक भारी ल्यायो होइन। अनि अब फेरि चिया खाएर फेरि एक भारी काट्ने, त्यहाँदेखि चाहिँ काम छैन घरकै काम। काम पनि 4जना छोरीहरू छँदैछ, बसी बसाइ हुन्छ होला हौ आज त। स्वेटर बुनाइ हुन्छ होला। पाल्नु भनेको नि त अब कुखुरा पाल्छु। कुखुरा पालेको नि डल्लै मऱ्यो कि थापेन कि। अब चाहिँ म यहाँनिर पुरा सफा गरेर चाहिँ यहाँ देशमा लगाएर अस्ति 2टा मऱ्यो नि त, भालेर खोज्थेँ होइन। अब यसलाई मजाले सफा गरेर पुर्थो लगाएर डढाएर चाहिँ म मजाले सफा गरेर धोएर चाहिँ कुखुरा पाल्छु। खर्च गरेर बनायो होइन, दुःखै भएन। मजाले सफाहरू गरेँ होइन। यस्तो दामी फोरो बनाएर त कुखुरा 3टा ल्याएको भ्याएन होइन, मरे पनि होइन। अब नजर नलागोस् भनेर यी चप्पल जुत्ता पनि ढुन्डाइदिएको छु साथीहरू। यसरी सफा बनाएँ धोइधाइ गरेर होइन। देशमा लगाएँ नि त अस्ति 2टा कुखुरालाई चाहिँ कि। अन्त अब यो पुल्ठो बनाएर यो सुकेपछि चाहिँ मजाले डढाउने। अब चाहिँ म एकताल कुखुरा पाल्छु मजाले एकजोग। यो हेर हिजोअस्ति ब्यागहरू छुकछुके भएको छ है। र म चाहिँ सुमुङ जाँदैछु टेलरकोमा। अनि काम साम सक्यौँ, दिनहाइ गरेर 2-3 घन्टासम्म रेस्ट गऱ्यौँ। अनि अहिले चाहिँ नानीहरू आएको बेलामा नानीहरूलाई दोकानमा छोडिराखेर जाँदैछौँ। लुगा अलिक घटाउनु पर्ने थियो है, बाटोमा हिँड्दै बुन्दै जाँदैछु। बुढो अघि जाँदैछ है साथीहरू। गरम चाहिँ यस्तो डरलाग्दो छ। झोलामा नानीको पनि छ। अनि मेरो अलिकति कुर्ता घटाउनु थियो। अनि अस्ति साडी र ब्लाउज दिइरहेको छ बनाउनु। अनि हिजोकै डेट थियो, आज गएको मुस्कान भैयाकोमा। अनि वक पनि हुने होइन। अन्त नानीहरू छ भने त यसो वकहरू गर्नु पनि आउनु पाउँछ। अनि स्वेटर पनि मेरो लागि बुनेको यति बुनिसकेँ साथीहरू। दसैँको बुनेको स्वेटर बुन्दैछु होइन यहाँनिर। अब बुनिसकेको छैन होइन। छोरीहरू हाम्रा थाप आमालाई बुनेको होइन। छोरीहरू हाम्रा थाप भइरहेछ है। अर्कोले मलाई दिनु है, मलाई बुनिदिनु है भन्दैछ। अब अर्कोले भन्छ मलाई भन्दैछ यो त मेरै लागि बुनेको। छोरीहरूले आँखा नगाड्दा नि हुन्छ है छोरीहरू। किन हाँसेको बुढो? तपाईँको जिउ अहिले ठिकैको भएको छ बिन्दा, अस्तिको भन्दा अलिक घट्यो। अलिक मजाको भएको छ। आमामा अस्ति त हेर्नु डरलाग्दो मोटेको थियो नि त। ठिकैको भएर रहेछ, भुँडीहरू पनि घट्यो। कुर्ता अलिकति लामो भएको थियो अन्त बनाउनको। अनि नानीहरूको पनि थियो। अनि साडी थियो, साडी र ब्लाउज थियो सकेछ। हाम्रो मुस्कान भैयाकोमा आउनै लुगा घटाउनु चाहिँ सस्तो गरिदिन्छ होइन भैया? तपाईँले केही भन्नु छ भनिदिनु न अन्त। यो भ्लग बनाएको नि त। हुन्छ आउनुहोस्, म सस्तो गरिदिन्छु। सबै जग्गाभन्दा पनि सस्तो यहाँ हुन्छ। हाम्रो सुमुङ ग्लेनबोन गैरी गाउँ सुमुङभरिमा मुस्कान भैयाको मात्रै छ यहाँ चाहिँ। अनि माथि सिङ्गडीताममा छ। सिङ्गडीताममा त जानु अल्छी लाग्छ, उकालो हिँड्नुपर्छ नि त। अन्त हामीलाई चाहिँ यहीँ तेर्सो मजाले बनाइदिन्छ नि त भैयाले। हौ त्यो कुर्ता नि घटाउनुपर्छ भैया। उता चाहिँ पुरा गरम भयो नि। काकाको दोकानमा आएर बसिरहेको छु। काका चाहिँ हाम्रै गाउँमा हुनुहुन्थ्यो पहिला, अहिले चाहिँ सुमुङमा सर्नु भएको छ है।
स्विमिङबाट अघि आयो हो, आएर नि चियासिया खाएर एकछिन रेस्ट गऱ्यो। अब खानापिना बनाउँछु। अनि मेरो छोरीहरूले काम गरेको हेर्नु न, मलाई सघाएको ढाको डल्ला भरे सक्नु आँटिसक्यो। के बनाएको रे नानी? नुन मामालाई सोध्नु न, मामालाई मामा चुन्डाउने त्यसलाई के भन्छ? जुन्डाउनेलाई के भन्छ? फेर्न होला के अब यही छ कान्छी हो, दिदीहरूसित फुलिरहेछ अरे, दङ्गा गऱ्यो। अब कान्छी र म खाना बनाउने। के खानु नानु? चाउमिन बेलानको बेला चाउमिन नभन्नु, चिकन खाने अरे, भेज मात्रै छ।